यहाँलाई यो कार्यक्रममा स्वागत छ। नमस्ते, धन्यवाद। यहाँको हिजो आज दिनचर्या कसरी बितिरहेको छ त्यहाँबाट सुरु गरौँ। अब म चाहिँ सामाजिक अभियानहरूमै अब संलग्न छु। हिजो आज मात्रै होइन, मेरो चाहिँ 21 वर्षदेखि म सामाजिक काममा व्यस्त छु। यसरी नै चलिरहेको छ जिन्दगी। सिङ्ला पहिलो सुरु चाहिँ अब सिङ्लाको बारेमा थोरै राख्न चाहेँ। सिङ्ला चाहिँ 3वटा जिल्लाको चाहिँ एउटा सङ्गममा पर्ने ठाउँ हो। जस्तै नुवाकोट, रसुवा, धादिङ। त्यसमा पनि स्थानीय तहकै हिसाबले भन्यो भने रुबी भ्याली, खनियाबार, किस्पाङ गाउँपालिका र चाहिँ आमा छेदिङको चाहिँ सङ्गम स्थलमा पर्ने चाहिँ अब त्यो ठाउँ हो सिङ्ला। अनि सिङ्लाको चाहिँ पर्यटकीय हिसाबले मात्रै होइन कि धार्मिक हिसाबले पनि महत्त्व छ सिङ्ला। सिङ्लाको चाहिँ विशेषता चाहिँ एकदमै अहिले मैले बयान गरेर कति सक्छु होइन। त्यही पनि यो सिङ्लामा चाहिँ जहिले पनि यो जनै पूर्णिमामा चाहिँ अब मेला लाग्ने गर्दछ। यो चाहिँ अब धार्मिक हिसाबले यतिसम्मको चाहिँ प्राकृतिक जस्तै लामा गुरु झाँक्रीको चाहिँ एउटा संयुक्त चाहिँ हुने ठाउँ हो त्यो। अनि त्यसमा चाहिँ यो तपाईँको जनै पूर्णिमामा गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ बर्खायाम पर्छ त्यो जनै पूर्णिमामा। भदौ चाहिँ पूर्णिमामा चाहिँ एकदमै चिप्लिने मौसमले चाहिँ एकदमै अनुकूल चाहिँ अब नहुने प्रतिकूल चाहिँ अब कारण चाहिँ भक्तजनहरूलाई चाहिँ अब त्यहाँ जानलाई एकदमै समस्या। जुगा यति लामो लामो जुगा लाग्ने हुँदाखेरि चाहिँ हाम्रो यो सिङ्ला पर्यटन क्षेत्र विकास समाज भन्ने चाहिँ एउटा चाहिँ गैर सरकारी संस्थाले चाहिँ होइन यसलाई चाहिँ वैशाख पूर्णिमामा गर्दा के हुन्छ त होइन। जस्तै यो वैशाख पूर्णिमा भनेको एउटा फेरि छुट्टै महत्त्व छ। यसमा चाहिँ अब बुद्ध जयन्ती पर्छ। अनि यो चाहिँ सिङ्ला फेरि गुरु रिम्पोछेसँग पनि अब जोडिएको चाहिँ छ। गुरु रिम्पोछे चाहिँ भारतबाट तिब्बतमा सवारी हुँदाखेरि सिङ्लामा विराजमान भएर चाहिँ उहाँले धर्म देशना गर्नुभएको चाहिँ अब धार्मिक चाहिँ अब कथनहरू पनि छ। बौद्ध धर्म सम्बन्धी चाहिँ अब त्यो भयो। अनि बोन धर्म चाहिँ यो झाँक्रीहरूको त्यो आस्थाको हिसाबले यो चेली बेटी एकदमै चाहिँ यो सिङ्लाको छुट्टै महत्त्व छ। जस्तै धार्मिक हिसाबले पर्यटकीय हिसाबले त त्यो चाहिँ समुद्री सतहबाट 4100 मिटर चाहिँ हाईमा पर्छ। त्यसले चाहिँ त्यो ठाउँबाट चाहिँ हिमाली श्रृङ्खलाहरू चाहिँ अब देख्न सकिन्छ। अनि त्यो चाहिँ एकदमै रमणीय चाहिँ अब पर्यटकीय हिसाबले छँदैछ भने धार्मिक हिसाबले पनि महत्त्व बोकेको यो सिङ्लामा चाहिँ हामीले यसपालि हाम्रो चाहिँ संस्थाले चाहिँ जुन वैशाख पूर्णिमामै गर्ने 29 गते समापन गर्ने 27 देखि 28 3 दिने चाहिँ अब कार्यक्रम गर्ने जुन चाहिँ विश्व शान्तिको निम्ति पनि र चाहिँ यो सिङ्गो चाहिँ अब यो सिङ्ला क्षेत्रलाई चाहिँ पर्यटकीय हिसाबले पनि अब एउटा देश विदेशमा प्रचार प्रसारको हिसाबले पनि काम गर्न खोजिरहेको छ हामीले। यहाँले भने जस्तै जस्तो त्यो अलिकति भौगोलिक हिसाबले अलिक विकट ठाउँमा पनि छ होइन। त्यहाँ हामी एउटा तपाईँले अघि भन्नुभयो जस्तै अलिक बर्खा सिजन लाग्यो भने जुकाहरू लाग्ने जान पनि अलिक कठिन भन्ने पनि ठाउँ छ भने अहिलेको सिजनमा चाहिँ यहाँले त्यहाँसम्म पर्यटकहरूलाई लगेर वा त्यहाँ राख्ने बस्ने व्यवस्थापन कसरी गरिराख्नु? यसपालि चाहिँ हामीले अब दिन एकदमै नजिक भइसक्यो र हामीले जति त्यो गर्नुपर्ने हो तयारीहरू हामी करिब करिब पुरा भइसक्यो। अब यो हामी चाहिँ अब चाँडै 26 गते हामी यहाँबाट हिँड्छौँ भने 2 दिन लाग्छ त्यहाँ पुग्नको लागि। अनि त्यहाँबाट 27 गते औपचारिक र चाहिँ 28 गते हामी बिचमा चाहिँ कार्यक्रमहरू सिद्ध्याउँछौँ। 29 गते चाहिँ समापन कार्यक्रम गरेर हामी फर्किन्छौँ। यसपालिको चाहिँ अब यो व्यवस्थापन त्यसरी छ। हामी अर्को वर्ष यो पालि चाहिँ नजिर बसाउने हो भने अर्को वर्षबाट चाहिँ हामीले यो चाहिँ सिङ्ला माने अन्तर्राष्ट्रिय चाहिँ म्याराथन चाहिँ अब दौड प्रतियोगिता पनि राख्छौँ। त्यसमा चाहिँ हामी अन्तर्राष्ट्रिय चाहिँ अब धावकहरूलाई पनि ल्याएर जस्तै अब देश विदेशबाट चाहिँ जति पनि राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ अब रनरहरूले ल्याएर चाहिँ त्यहाँ एउटा चाहिँ म्याराथन गराउँछौँ। र यो पालि चाहिँ हामी सर्वे मात्रै गर्छौँ, स्थलगत निरीक्षण गर्छौँ। त्यो टोली पनि जाँदैछ हाम्रो यो पालि पनि। अनि त्यही भएर चाहिँ अर्कोचोटिबाट चाहिँ एकदमै यसलाई चाहिँ व्यापक र भव्य चाहिँ अब गर्ने चाहिँ अब योजना छ। सिङ्लामा पर्यटकीय एउटा महोत्सव हुँदै गर्दा दैनिक चाहिँ कस्ता कस्ता कार्यक्रमहरू प्रदर्शनी गर्नुहुन्छ? त्यहाँ के छ तयारी यहाँहरू? हाम्रो यसपालिको चाहिँ विशेषतः त्यसलाई अघि मैले भने यो धार्मिक महत्त्व राख्दछ। यसमा चाहिँ हाम्रो चाहिँ अब लामा गुरुहरूबाट चाहिँ अब साङ सेर्केम भनेको चाहिँ त्यो विश्व शान्तिको लागि चाहिँ पूजापाठ गर्छौँ।
र यसपालि चाहिँ बुद्ध जयन्ती होइन जस्तै अलिकति चाहिँ यो धार्मिक हिसाबले चाहिँ यो वैशाख पूर्णिमामा चाहिँ बुद्ध जन्मेको पनि हो र ध्यान प्राप्त पनि हो र चाहिँ उहाँ चाहिँ परिनिर्वाण भएको दिन पनि हो होइन। त्यही भएर चाहिँ यो वैशाख पूर्णिमामा त्यहाँ चाहिँ अब मेला गर्न अति चाहिँ अब महत्त्व छ भन्ने चाहिँ मेरो बुझाइ हो। म त्यो फेरि इतिहासविद भूगोलविद पनि होइन, तैपनि हाम्रो चाहिँ यो आयोजक समितिको एउटा चाहिँ संयोजकको नाताले चाहिँ मैले भन्छु कि यो चाहिँ वैशाख पूर्णिमामा मौसमको हिसाबले पनि एकदमै चाहिँ अब सबैलाई सुइटेबल छ होइन। यो चाहिँ यो एकदमै चाहिँ महत्त्व राख्छ भन्ने हिसाबले चाहिँ यसपालिको चाहिँ अब हाम्रो मेलामा चाहिँ पर्यटकीय धार्मिक चाहिँ मेला भन्छौँ हामी यसलाई। अनि त्यो मेलामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पहिलो सुरु मैले अघि भने लामा गुरुहरूबाट अनि भुम्बो चाहिँ झाँक्रीहरूबाट चाहिँ त्यहाँ पूजापाठ गर्छौँ त्यहाँ होइन। अनि पूजापाठ मेन त्यो हो भने दोस्रो चाहिँ हामीले स्थानीय कलालाई उजागर गर्छौँ त्यसलाई होइन। स्थानीय कलाभित्र चाहिँ मेन्दोमाया नाचहरूलाई चाहिँ प्रतियोगितात्मक तरिकाको राख्छौँ। अनि त्यहाँबाट चाहिँ ढोरा नाच अनि त्यहाँबाट चाहिँ साइखोले अनि भोमसङ लगायतको चाहिँ विभिन्न चाहिँ स्थानीय चाहिँ जुन कला संस्कृतिहरू छ नि त्यसलाई चाहिँ उजागर गरेर चाहिँ यो प्रतियोगितात्मक तरिकाको चाहिँ अब गरेर त्यसलाई चाहिँ अब प्रोत्साहन गर्छौँ। अब हाम्रो यसपालिको कार्यक्रम यिनै छन्। जस्तो हामी यहाँबाट जाँदै गर्दा त्यहाँ पुग्नको निमित्त मैले सुनेअनुसार गाडी छोडेर पनि केही घन्टा माथि हिँड्नुपर्छ भनेर सुनिन्छ होइन। इभन म त त्यहाँ पुगेको छैन, तैपनि त्यहाँसम्म पुग्नलाई दर्शकहरू त्यहाँका स्थानीयहरू पुग्नलाई त्यसको सवारीको व्यवस्थापन चाहिँ कसरी गरिराख्नु भएको छ? यो मैले अघि सुरुमै चाहिँ ब्याकग्राउन्डमै भनिसकेँ। 3 जिल्लाको सङ्गम स्थल भनिसकेपछि यो चाहिँ धादिङबाट पनि जान सकिने भयो त्यो सिङ्ला पुग्नलाई, अनि नुवाकोट रसुवा हुँदै पनि पुग्ने भयो होइन। धादिङबाट पनि फेरि चाहिँ अब खनियावास गाउँपालिकाको चाहिँ अब कुरीबाट पनि जान सकिन्छ, झारलङबाट पनि जान सकिन्छ, बोराङबाट पनि जान सकिन्छ, सेर्तुङबाट पनि जान सकिन्छ, टिप्लिङबाट पनि जान सकिन्छ, उता चाहिँ अब पाङसङबाट पनि जान सकिन्छ। यो त एकदमै चाहिँ रमणीय ठाउँ छ। को लागि चाहिँ मैले भने जाने चाहिँ अब साधन भनेको चाहिँ हामी गाडी अहिले टिप्लिङसम्मै पुगिन्छ। अब टिप्लिङसम्म पुगेर जाने हो कि सेर्तुङमा झरेर जाने हो कि बोराङमा झरेर जाने हो कि झारलङमा झरेर जाने हो कि त्यो आफ्नो चोइसको कुरा हो। यता चाहिँ फेरि नुवाकोटको किस्पाङ गाउँपालिकाबाट भाल्चे हुँदै पनि जान सकिन्छ, अनि उता रसुवा हुँदै चाहिँ अब पनि जान सकिन्छ। जहाँ हामी त्यहाँ गाडीको सवारी छ त्यहाँ पुगिसके पछाडि हामी पैदल यात्रीको रूपमा जानुपर्ने 8 घन्टा लाग्छ कोही ठाउँबाट होइन। कोही ठाउँ फेरि कतिको हिँड्नुहुन्छ भन्ने कुरा हो होइन। अघि नै मैले भने समुद्री सतहबाट चाहिँ 41 मिटर हाई हो त्यो होइन। थोरै चाहिँ अब हाई सिकनेस पनि हुनसक्छ होइन, त्यो चाहिँ लेग लाग्ने हुनसक्छ। तैपनि अब लेगमा चाहिँ हिँड्नको लागि कति प्रायःलाई चाहिँ अब थाहा नै हुन्छ होइन। नेपाल त पाहाडमा भएको चाहिँ सम्पूर्णमा चाहिँ तैपनि अब मैले चाहिँ थोरै यो हाई अल्टिट्युडमा हिँड्ने चाहिँ अब अलिकति विधि भन्छु होइन। एकैचोटि एकदम चाहिँ कुदेर हिँड्ने होइन, बिस्तारै बिस्तारै हिँड्ने हो होइन। त्यहाँबाट चाहिँ बसिहाल्ने पनि होइन होइन। त्यहाँ चाहिँ उभिँदै अनि थोरै थोरै चाहिँ अब तरल चाहिँ अब पदार्थ भनौँ पानी अलिअलि पानी एकैचोटि फेरि खानु पनि हुँदैन होइन। थोरै थोरै चाहिँ अब पानी खाँदै बिस्तारै बिस्तारै चाहिँ जाने हो त्यो चाहिँ अब। अनि हाई लेगै लाग्यो भने तल आउने हो, माथि जाने सम्भव छैन फेरि होइन। त्यो हाई अल्टिट्युड हाई सिकनेस लागेपछि मान्छे चाहिँ अलिकति स्वास्थ्यमा असर हुनसक्छ। त्यही भएर चाहिँ यदि लेग लाग्छ भने तल चाहिँ अब झर्ने हो हेर्नुहोस् होइन, माथि जाने होइन होइन। हाम्रो चाहिँ फेरि यसपालि मचेत भन्नेमा चाहिँ अब औपचारिक कार्यक्रम हुन्छ। त्यो सिङ्ला माने जुन जात्रा मेन चाहिँ अब धार्मिक स्थल त्यो माने छ, त्यो चाहिँ अब त्यहाँ होइन कि हामीले चाहिँ औपचारिक कार्यक्रम चाहिँ तल गर्छौँ मचेतमा। अनि त्यो माथि मानेमा चाहिँ हामी वैशाख पूर्णिमाको दिन चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ अब धर्जुहरू लुङ्गरहरू अनि त्यहाँबाट साङ सेर्केम चाहिँ अब विश्व शान्तिको लागि चाहिँ पूजापाठ गर्ने चाहिँ त्यो 29 गते माथि पुगेर चाहिँ हामी माथि 29 गते चाहिँ पूजापाठ गर्छौँ अनि त्यहाँबाट दर्शन गर्छौँ। त्यो चाहिँ अब सिङ्लामा चाहिँ अब मनोकाङ्क्षा पुरा हुने देवी पनि भन्छ कि त्यो ठाउँ भन्छ। मनोकाङ्क्षा पुरा गर्ने चाहिँ एउटा चाहिँ धार्मिक स्थल पनि हो। भनेपछि त्यहाँका देवीलाई त्यहाँ भाकल गऱ्यो भने आफ्नो मनोकाङ्क्षा पुरा हुन्छ भन्ने चाहिँ धार्मिक आस्था छ होइन, जनविश्वास छ होइन। त्यो भएर चाहिँ अब त्यसमा चाहिँ जाउँ र चाहिँ त्यो मेन कुरा चाहिँ पर्यटकीय गन्तव्य हो त्यो होइन। चाहिँ अब त्यो चाहिँ हिम श्रृङ्खलाहरू हेर्न सकिन्छ,
त्यो मानेमा सिङ्ला मानेमा चाहिँ अब पूजापाठ गरिसकेपछि हाम्रो चाहिँ तल कार्यक्रम स्थल हुन्छ मस्जिदमा खाना खाइवरी हामी चाहिँ त्यो जुन प्रतियोगितात्मक तरिकाको चाहिँ अब हाम्रो चाहिँ नाचहरू गीतहरूको हुन्छ अनि त्यो चाहिँ पुरस्कारहरू वितरण गरेर हामी 29 गते जस्तो यहाँले अघि भन्नुहुन्थ्यो हाई अल्टिट्युड छ होइन, त्यहाँ जाँदाखेरि हामी केही सावधानीका साथ केही भने यहाँको भनाइअनुसार चाहिँ हामी अलिकति सावधानी रहेर तातो पानीहरू सहितको ब्यागमै भिरेर त्यो किसिमले जानुपर्छ भन्ने पनि अवस्था होला त्यहाँ होइन? सकेसम्म चाहिँ अब नेपाली चाहिँ अब जना चाहिँ अब बोलीमा चाहिँ सोच गरे मोज हुन्छ भन्छ नि होइन, कुनै पनि अब कार्यको लागि चाहिँ अब बन्दोबस्त त चाहियो होइन, त्यही भएर चाहिँ मैले अघि नै भने 4100 मिटर समुद्री सतहबाट हाई चाहिँ अल्टिट्युडमा भएपछि त अलिकति चाहिँ लेग लाग्ने त हुन्छ नै होइन। अनि प्रायः जस्तो यसपालि हामीले ठुलो चाहिँ अब एकदमै महत्त्वाकांक्षा पनि राखेका छैन होइन, जस्तै अब 10,000 20,000 मान्छे हुन्छ भन्ने पनि छैन, हामीले त्यो एस्पेक्ट पनि गरेका छैन। हामी यसपालि चाहिँ सुरुवाती गर्छौँ, एउटा नजिर बसाउँछौँ होइन, किनभने हरेक बर्खायाममा भइराखेको जात्रा होइन, हामीले चाहिँ यसपालि वैशाख पूर्णिमामा जुन चाहिँ बुद्ध जन्मेको पनि ज्ञान प्राप्त भएको पनि र महापरिनिर्वाण भएको पनि दिन हो होइन, यो चाहिँ दिनलाई चाहिँ अब पारेर होइन अब चाहिँ गर्न पुगिरहेछौँ। ठिक छ, यहाँले भन्नुभएको कुरालाई यहीँ रोक्दै जस्तो हामी त्यहाँ जाँदै गर्दाखेरि कुनै यात्रुहरू कुनै दर्शकहरू त्यहाँ बिरामी भयो भने त्यहाँ यहाँहरूले स्वास्थ्य र सुरक्षाको प्रबन्ध चाहिँ कसरी गर्नुभएको छ? हामी कुनै पनि कार्यक्रमहरू गर्दाखेरि सरकारवाला अथवा सम्बन्धित निकायहरूले जानकारी गराउनै पर्छ होइन। जस्तै हामीले चाहिँ अब जिल्ला प्रशासन कार्यालयमा चाहिँ सुरक्षाको चाहिँ अब शान्ति सुरक्षाको चाहिँ लागि चाहिँ अब चिठी दिन्छौँ, अनि त्यसै गरी चाहिँ अब स्थानीय तहहरूलाई भन्छौँ होइन। अनि बाँकी चाहिँ अब हामीले चाहिँ स्वास्थ्यको हिसाबले चाहिँ अब स्वास्थ्यकर्मीहरूले पनि त्यो गर्छौँ र हाम्रो चाहिँ आयोजकहरूमा थोरै त अब स्वास्थ्यकर्मी म पनि एक हिसाबले चाहिँ जनरल मेडिसिनको चाहिँ विद्यार्थी भएकोले होइन हामीले थोरै चाहिँ अप्नाउँछौँ नै होइन। तर हामी धेरै चाहिँ अब बाहिर चाहिँ अब चाहिँ पर्यटकहरू आउनुहुन्न यसपालि चाहिँ होइन, त्यही चाहिँ अब रसुवा नुवाकोट धादिङकै चाहिँ अब माथिल्लो बेलकै आउने भएपछि त्यति धेरै चाहिँ अब आँकिहाल्नुपर्ने चाहिँ मलाई लाग्दैन होइन। त्यसो भएको हुँदाखेरि तैपनि केही समस्या भयो भने त्यो आयोजकलाई चाहिँ सम्पर्क गर्दाखेरि चाहिँ हामीले सक्दो चाहिँ अब हाम्रो तर्फबाट चाहिँ सहायता भनेको सामान्य औषधोपचारहरू पनि यहाँले गर्ने व्यवस्थापन गरिन्छ हामीले चाहिँ होइन, प्राथमिक उपचारको लागि त्यो गर्छ। जस्तो यहाँलाई मैले यहाँ रोक्दै भने यो 2078 सालतिर पनि त्यहाँ महोत्सव गर्ने भनेर एउटा त्यो समाचारहरू आएको थियो र त्यहाँ त्यतिखेर कारणवश रोकिएको रहेछ होइन। मैले पनि थाहा पाएँ पछि यसलाई के रहेछ त भनेर खोज्ने क्रममा 2078 सालमा पनि रोकियो र अहिले आएर फेरि यहाँहरू जुर्मुराउनु भयो होइन। आयोजक संस्था त तिनै हुन् होइन, त्यही संस्था हो र पछि भोलिका दिनहरूमा पनि यानि कि अर्को वर्षतिर पनि यसलाई निरन्तरता पाउँछ भन्ने ग्यारेन्टी चाहिँ कसरी गर्नुहुन्छ? तपाईँले ठ्याक्क कुरा एकदम सही उठाउनु भयो। मैले चाहिँ जुन हामीले प्रथम चाहिँ अब त्यतिखेर चाहिँ महोत्सवकै रूपमा गर्ने भनेको थियो हामीले होइन, त्यो चाहिँ मेला नभने त्यतिखेर महोत्सवै गर्ने भनेको थियो। अनि अलिकति तयारी पनि गरेका थियौँ हामीले, यतिसम्म कि रसुवा नुवाकोट धादिङको विभिन्न चाहिँ अब ठाउँहरूबाट चाहिँ गेट बनाएर होइन यति चाहिँ गरिसकेको हामीले चाहिँ मान्छेले धरि चाहिँ अब त्यो चाहिँ होटेल व्यवसायीहरूले खटाइसकेका थियौँ होइन। तर चाहिँ हामीले विडम्बना यो चाहिँ कोभिडको कारण जिल्ला प्रशासनले अनुमति दिएन होइन, हामी आफैले पनि रिस्क मोड्न सकेन होइन। सिडिओ साहबले चाहिँ के भन्नुभएको थियो भन्दाखेरि आफ्नै रिस्कमा गर्नुहुन्छ भने अब गर्नुहोस्, नत्र हामीले चाहिँ अब त्यो दिन सकिँदैन, अथोरिटी दिन सक्दैन भनिसकेपछि हामी बाध्यता भएर त्यसलाई चाहिँ हामीले आधिकारिक रूपमा गर्न सकेनौँ। र यसपालि चाहिँ हामीले महोत्सवकै रूपमा चाहिँ फेरि वित्त भए चित्त खुल्छ भन्छ नि त होइन, फेरि चाहिँ कुनै पनि काम गर्नको लागि अर्थ चाहिन्छ होइन। अनि हामीसँग प्रशस्त अर्थ नभए पनि यसपालि चाहिँ एउटा चाहिँ सुरुवाती त गरौँ होइन अब भनेर चाहिँ अब सुरुवाती गर्छौँ र अर्कोचोटिबाट चाहिँ हामी भव्य गर्छौँ। किनभने मैले अघि बिचमा पनि भनेको थियो के अरे हामीले यसलाई चाहिँ सिङ्ला माने इन्टरनेसनल अल्ट्रा रन भनेर चाहिँ
विश्वभरिको चाहिँ इन्टरनेसनल चाहिँ अब रनरहरूले ल्याएर चाहिँ दौडाउँछौँ। त्यो चाहिँ अन्तर्राष्ट्रिय म्याराथन फेडरेसन छ, महासङ्घ छ। त्यो अन्तर्राष्ट्रिय चाहिँ अब म्याराथन महासङ्घको चाहिँ अब वेबसाइटहरूमा राख्न लगाउँछौँ। अनि नेपालको चाहिँ अब महासङ्घ छ, नेपालको पनि अब महासङ्घको चाहिँ अब वेबसाइटहरूमा राख्न लगाएर यो सिङ्गला क्षेत्रलाई चाहिँ तपाईँको देश विदेशमा चाहिँ तपाईँको चाहिँ अब तपाईँको चिनाउने, देश विदेशमा चाहिँ प्रचारात्मक तरिकाले चाहिँ गर्ने र हरेक वर्ष चाहिँ यसलाई चाहिँ मैले भन्ने त चाहिँ के हो भन्दाखेरि रुबी र्यालीले, खनियावासले अनि त्यहाँबाट किस्पाङ गाउँपालिकाले चाहिँ अब आमा छिदिङले चाहिँ यसलाई उत्सवको रूपमा गर्नुपर्ने हो होइन। त्यो स्थानीय तह साँच्चीकै चाहिँ अब त्यो ठाउँको चाहिँ आर्थिक उन्नति चाहने हो भने होइन फेरि यसलाई चाहिँ विरोधको लागि विरोध गर्नु त मिलेन होइन। म चाहिँ यो चाहिँ स्थानीय सरकारको प्रमुखहरूदेखि लिएर चाहिँ स्थानीय सरकारको जुन टिमलाई चाहिँ के भन्छु भन्दाखेरि यो देशको चाहिँ अर्थतन्त्र चाहिँ पर्यटनले मात्रै चाहिँ राम्रो गर्न सक्छ, जलले पनि चाहिँ अब चाहिँ विद्युत उत्पादन गरेर पनि गर्न सकिन्छ भने त्यो विद्युत उत्पादन गर्दाखेरि त धेरै लगानी चाहिने भयो होइन। तर चाहिँ यो पर्यटनमा त त्यति धेरै पनि लगानी चाहिँदैन कि होइन। सबैले चाहिँ यसलाई चाहिँ अब चाहिँ तपाईँको चाहिँ कार्यक्रममै राख्ने हो भने अब निरन्तर मैले हाम्रो चाहिँ अब समाजले त हाम्रो यो संस्थाले त हामी हरेक वर्ष चाहिँ यो वैशाख पूर्णिमामा चाहिँ अब गरेरै चाहिँ अब हामी जति सकिन्छ होइन सकेसम्म त हामी भव्य नै गर्ने हो होइन। अनि अब नसके पनि हाम्रो संस्थाले चाहिँ हरेक वर्ष गर्ने नै भनेर चाहिँ अब यसपालि यहाँहरूले जहाँ सिङ्गला एउटा मेला लाग्दैछ यहाँले त्यो तयारी गरिराख्नु भएको छ भने यहाँहरूलाई स्थानीय निकायहरूले भनेको त हामी अहिले खास त यो खनियावास गाउँपालिकाको एउटा स्थानमा गर्दैछौँ मच्चेत भन्ने ठाउँमा होइन भने त्यहाँ वरिपरि रहेका स्थानीय सरकारहरूले चाहिँ कतिको सहयोग गरेको तर यो उहाँहरूको चाहिँ हामी सैद्धान्तिक हिसाबमा सबैको अब चाहिँ कुरा एउटै छ क्यारे होइन। पर्यटन प्रवर्धन गर्नैपर्छ भन्नेमा दुई मात्रै छैन होइन। अनि यो सिङ्गलाको चाहिँ अब थोरै म तपाईँको यो बिचमा के कुरा राखेँ भन्दाखेरि यो सिङ्गला क्षेत्रलाई चाहिँ सरकारी निकायबाट चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो कोषको रूपमा चाहिँ स्थापना गर्नुपर्छ कि जस्तै पशुपति क्षेत्र विकास कोष भने जस्तै यो राज्यले चाहिँ यो के अरे रातो बुकमै चाहिँ अब लेखेर चाहिँ त्यसलाई चाहिँ हरेक चाहिँ अब रेगुलरको कार्यक्रमहरू राख्नुपर्छ। त्यस्तै गरेर चाहिँ अब यो स्थानीय सरकारलाई चाहिँ पनि मैले चाहिँ अब झकझक्याएर चाहिँ यो पुरातात्विक विभागमा चाहिँ यो सिङ्गला क्षेत्रलाई चाहिँ हामीले यो पुरातात्विक विभागमा चाहिँ अब दर्ता गराएर चाहिँ यो सिङ्गला क्षेत्र विकास कोषको रूपमा चाहिँ अगाडि बढाएर यसलाई चाहिँ हरेक वर्ष राज्यले नै चाहिँ अब हेर्न लगाउने हिसाबले चाहिँ अब हामी एडभोकेसीहरू पनि गर्छौँ। यो फेरि तामाङ भूमि हो फेरि होइन। यो चाहिँ अब फेरि म अन्यथा यो राज्य फेरि चाहिँ अब त्यति तामाङहरू चाहिँ माथि चाहिँ गएको नभएको भएर चाहिँ होइन यो फेरि अहिले राज्यको विरोधमा त म बोल्दिनँ होइन। तैपनि यो तामाङ भूमि हो। यो तामाङ भूमिलाई चाहिँ फेरि ओजेलमै पारिराखेको छ र हाम्रो चाहिँ अब हामी फेरि वकालती पनि गर्ने चाहिँ अब सामाजिक संस्था भएकोले हामीले यो क्षेत्रलाई चाहिँ एडभोकेसी पनि गर्छौँ, वकालती पनि गर्छौँ र चाहिँ यो नियमित कार्यक्रमहरूमा चाहिँ राख्नको लागि सम्बन्धित निकायहरू जस्तै अब छ नि त सरकारको त चाहिँ अब पुरातात्विक विभाग भन्ने छ होइन। त्यहाँबाट चाहिँ सांस्कृतिक पर्यटन मन्त्रालय भन्ने छ होइन। यो चाहिँ जुन चाहिँ अब विभागले हेर्नुपर्ने हो जुन निकाय छ त्यो अलिकति चाहिँ अब ओजेलमा परेको छ कि भन्ने चाहिँ मलाई चाहिँ भान हुन्छ। र मैले यहाँलाई यहीँ रोकेँ जस्तो मैले भन्न खोजेको कुरा चाहिँ तपाईँहरूले जुन कुरा यहाँ गरिराख्नु भएको छ त्यो केन्द्रीय सरकारले पनि हेरिदिनुपर्छ भन्ने एउटा यहाँको कुरा हो। तर तत्कार्यक्रममै भनेको पर्सि हुने मेलामै स्थानीय सरकारहरूले चाहिँ यहाँलाई कतिको सहयोग गरिराख्नु भएको छ भनेर कुरा त्यहाँनिर चाहिँ म अलिकति चाहिँ कम बुझ्छु होइन अब तर सही बुझ्छु भन्ने लाग्छ होइन। हुन्छ तपाईँको प्रश्नमा धन्यवाद छ। अब हामीले चाहिँ आयोजकको तर्फबाट चाहिँ हामीले रुबी गाउँपालिका खनियावास गाउँपालिकाको चाहिँ प्रमुखज्यूहरूले चाहिँ भेटेर पनि अनि फोन मार्फत पनि संवाद गरेको। उहाँहरूको भनाइ चाहिँ के छ भन्दाखेरि कुनै पनि कार्यक्रमको लागि बजेट गर्ने टाइम हुन्छ होइन। अनि त्यतिखेर तपाईँहरूको चाहिँ यो छिटो भयो हतार भयो भन्ने कुरा छ। तर अन्तिममा चाहिँ हामीले चाहिँ अब कुन यो पर्यटनको चाहिँ अब शीर्षकबाट
के गर्न सकिन्छ आर्थिक पनि गर्न सहयोग गर्छौँ र अब नैतिक रूपमा त त्यो हाम्रो ठाउँको लागि चाहिँ अब गर्ने कुरा त छँदैछ भन्ने कुरा चाहिँ अब भनेको त्यो विभिन्न स्थानीय निकायहरूले पनि यहाँलाई सहयोग गर्ने प्रतिबद्धता एकदम गर्नुभएको छ अब र तपाईँको थोरै कुरामा चाहिँ अघि यो मत्स्य चाहिँ खनियावासको पर्छ अथवा चाहिँ रुबेलीको पर्छ भने त्यो जस्तै म थोरै चाहिँ यो नेपालको जति पनि यो ऐतिहासिक अब ठाउँहरू चाहिँ यो सीमा विवादहरू पनि भइराखेको छ जस्तै अब सैलुङलाई चाहिँ रामेछापले पनि आफ्नो मेरो भन्छ अनि दोलखाले पनि मेरो भन्छ भनेर चाहिँ हामी चाहिँ यसैको भनेर डिटेक्ट गर्दैनौँ कि होइन मैले अघि भन्यो सिङ्ला 3वटा जिल्लाको सङ्गम स्थल हो चाहे जे पर्ला होइन जस्तै अब रसुवा धादिङ अब मैले यसैले भन्नु त सबैले ध्यान पुर्याउँ भन्ने हो कि होइन जसले जे गरे पनि चाहिँ अब जस्तै घिउ कहाँ खस्यो त्यो थालमै पुर्याउने होइन भने जस्तै अब त्यो सिङ्लालाई चाहिँ अब विकास गर्दै गर्दाखेरि कसको टाउको दुख्छ त होइन अब सबैले राम्रै हुन्छ नि होइन त्यही भएर यो पालिकाको त्यो पालिकाको नभनिकन हामी सबैले सकेको सहयोग गरौँ भनेर चाहिँ अब सबैले चाहिँ आह्वान गर्छौँ म यो चाहिँ तपाईँको मिडिया मार्फत पनि होइन अन्तमा यहाँसँग हामी बस्न पाइयो यहाँसँग सिङ्ला मेलाको विषयमा कुराकानी गर्न पायो हामीलाई खुसी लाग्यो र सिङ्ला मेलाको भव्य सफलताको पनि शुभकामना दिन्छौँ अन्तमा यहाँले केही भन्नु छ अन्तमा त अब सबै चाहिँ अब जुन यो त्रिकोण चाहिँ अब समाचार चाहिँ यो मेरो चाहिँ भिडियो सन्देश सुनिराख्नु भएको चाहिँ सबैलाई के भन्न चाहन्छु भने चुले निम्तो अब कार्यक्रममा त मान्छे नभएको त कार्यक्रम राम्रो हुँदैन त्यही भएर सबैजना तपाईँहरू मेरो जुन अब आवाज सुनिराख्नु भएको छ भने 27, 28, 29 3 दिन हुने मेलामा तपाईँहरूको चाहिँ गरिमामय सहभागी होइन उपस्थिति भन्नु चाहिँ त्यो त औपचारिक रूपमा मात्रै भयो सक्रिय सहभागिता के त्यहाँ चाहिँ होइन त्यहाँ जाने अहिले चाहिँ यो स्मार्टफोन भएको सबै पत्रकार हेर्नुहोस् होइन त्यहाँ फोटो खिच्ने टिकटक बनाउने होइन त्यहाँ चाहिँ फेसबुकमा हाल्ने र त्यो चाहिँ अब सिङ्लालाई चाहिँ व्यापक प्रचार प्रसार गरिदिनको लागि चाहिँ मैले चाहिँ चुले निम्तो पनि र अनुरोध पनि गर्छौँ र हाम्रो 27, 28, 29 को चाहिँ अब यो सिङ्ला धार्मिक पर्यटन मेला भन्छ हामीले होइन त्यो मेलालाई चाहिँ सफल पारिदिनको लागि जुन चाहिँ अब त्रिकोण मिडियाले चाहिँ अब जुन प्रयास गर्नुभयो त्रिकोण मिडियाले चाहिँ एकदमै चाहिँ हाम्रो आयोजकको तर्फबाट धन्यवाद दिँदै र सबै चाहिँ अब दर्शकहरूलाई चाहिँ चुले निम्तो गर्दै मेरो चाहिँ अब तपाईँहरूलाई चाहिँ एकदमै चाहिँ स्वागत भन्न चाहन्छु हस् यहाँले हामीलाई समय दिनुभयो धेरै धेरै धन्यवाद एकदम खुसी लाग्यो हस् धन्यवाद